ल गाइस ल हेर्नुहोस् है कुलेखानीको ढक्क पानी सुकेर कस्तो भएको छ ल यतातिर नि हेर्नुहोस् यो सबै यहाँ भोलि पर्सि यो पानी भरिन्छ यो अहिले म बसेर आउँछ नि यो म बसेर ठाउँ अहिले भोलि पर्सि पुरै बर्खामा पानी भरिन्छ यहाँ ठाउँ हुँदैन हेर्नुहोस् मामा यो कहाँको माछा हो? उता बल्दैछ त। ल हेर्नुहोस् है कुलेखानीमा हाम्रो बुवा र दाइले माछा झिक्दै हुनुहुन्छ। यहाँको माछा झिक्ने तरिका यही हो कुलेखानीको। हेलो बा गुड मर्निङ। सुमन दाई गुड मर्निङ। म चाहिँ हिजो आएको दाई होइन यहाँ यसो कुलेखानीमा एउटा सानो भिडियो बनाउँ भनेर आएको थिएँ। बिहान हजुरहरूसँग बोटिङ जान भ्याइएन होइन। ल यहाँ चाहिँ उहाँ चाहिँ सुमन दाई हुनुहुन्छ यहाँको बा पुरानो बा। यहाँ माछा झिक्नु उहाँहरूले धेरै पुरानो काम गर्दै पुरानो बाहरू हो। ल हेर्नु यहाँ माछा चाहिँ धेरै परेर रहेनछ है अहिले कुलेखानीमा माछा सर्टेज छ। ल धेरै छैन है जम्मा दुईवटा छ बिहान बोरीको दुःख दाईहरूको। अनि कुलेखानीमा बोटिङ गर्नु पऱ्योमा हाम्रो दाइलाई सम्झिनु सुमन दाइलाई। दाइ एक दुईवटा कुरा भनिदिनु त भनिदिनु दाइ यार। कुलेखानी आउनु घुम्न एकदम रमाइलो छ भनिदिनु न दाइ यार। यहाँ मेरो युट्युब च्यानलमा जान्छु यो साँच्ची हो दाइ। ल अहिले पानी सुकेर कुलेखानीमा एकदम तल जेर लेभल आएको छ त्यही पनि यहाँ चाहिँ सुक्दैन। यहाँ एनी टाइम घुम्ने खाने माछा ऊ त्यो छ अरे रिसोर्ट हो। ल यहाँ हाम्रो बोटिङ एकदम ए1 बोटिङ सेफ बोटिङ गर्ने दाइ है उहाँ सुमन दाइ चाहिँ विगत 20 वर्षदेखि भन्दा नि लामो 25 वर्षदेखि नै यही काम गर्दै हिँड्नु भयो होइन दाइ। उहाँ चाहिँ बा एकदम मिलनसार बा हुनुहुन्छ।